राजीनामा दिएर जाँदै गर्दा अनुभूति कस्तो भयो भन्दा अनुभूति पक्कै पनि एकदम दुःख नै छ, पीडा लागिरहेको छ। हाम्रो घर छोडेर जान लागेको जस्तो पनि अनुभूति भएको छ। घर छोडेर बिदाई हुँदैछु त्यो भान भएको छ र धेरै त्यसमा अलिकति अप्ठ्यारो असहज महसुस भइराखेको छ, धेरै नै पीडादायी भएको छ। तर के गर्ने, अब यो पनि अब एउटा चाहिँ जिम्मेवारी सधैँभरि महानगरपालिकामा बस्छु भनेर पनि छैन, सधैँभरि यही महानगरपालिकामा बसेर यसरी काम गर्छु भन्ने कुरा पनि छैन, संविधानले पनि दिँदैन। एउटा चाहिँ पालिकाको प्रमुख 2 कार्यकाल भन्दा हुँदैन, त्यो संविधानमा व्यवस्था भएको कुरा हो। मैले चाहेर पनि नहुने भएपछि जनताको सेवा गर्ने हो, यो ठाउँको लागि योगदान गर्ने हो। यो गर्नको लागि त अर्को ठाउँ रोज्नु पर्यो नि त, रोज्नको लागि हाम्रो रहर होइन नि त। यो 84 को चुनाव 82 मा ल्याउनु पर्ने कारण त हाम्रो कारणले होइन नि त, यो त देशको परिस्थितिको कारणले बन्यो। देशको परिस्थितिले जसरी डोरायो त्यसरी हिँड्नु पर्यो। त्यसले गर्दाखेरि अब यो निर्वाचन हाम्रो रहर भन्दा पनि बाध्यता भयो। र अब यसपछि के भन्दा यसपछि अरू केही पनि छैन, मतलब कुनै व्यापार व्यवसाय यो त्यो अरू छुट्टै कामहरू भन्ने पनि छैन। जनताको सेवा राजनीतिको माध्यमबाट जनताको सेवा गर्ने हो, आफ्नो राष्ट्रप्रतिको एउटा योगदान पुर्याउने हो। त्यही हो, जानेको गर्ने नै त्यही हो। बाँकी समय मैले अस्ति पनि भनेको थिएँ, आफू स्वस्थ रहँदासम्म सक्दासम्म यही हो, राष्ट्रका लागि योगदान दिने। अनि 30औं वर्ष भयो योगदान दिँदै आएको, जुन भिन्न एउटा पृष्ठभूमिबाट। अब अहिले मेयरको रूपमा छु, हिजो म संविधान सभा सदस्यमा गएर नेपालको संविधान कानुन होइन, कानुनको पनि मूल कानुन बनाएर आएको मान्छे हो। संविधान सभा पहिलो संविधान सभा सदस्य भएर होइन, त्यसपछि गएर स्थानीय सरकारको प्रमुख भयो। स्थानीय सरकारको प्रमुखमा पनि अनि यहाँ त धेरै सरकारको प्रमुख प्रधानमन्त्री हो नि त स्थानीय सरकारको। यहाँ विभिन्न 100औं कानुनहरू हामी बनायौँ, धेरै कार्यविधिहरू हामी बनायौँ। यी सबै खालका अनुभवहरू, तिता-मिठा अनुभवहरू, विकासका कुराहरू, विभिन्न तह तबका सबै यहाँका पक्षहरूलाई नेतृत्व प्रदान गर्ने कुरा, स्थानीय जनताको घर नजिकको सरकार होइन, व्यक्तिका चाहिँ आवश्यकताहरू अपेक्षाहरू पुरा गर्ने, त्यसलाई ट्याकल गर्ने कुरा धेरै नै चुनौतीपूर्ण विषयहरू थिए। यी सबै चिजहरूमा पनि सरकारको हिसाबले पनि कार्य सम्पादन गरेर सबैको साथ सहयोगबाट मैले यसमा एउटा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएँ भन्ने लाग्छ। त्यो त तपाईँहरूले मूल्याङ्कन गर्ने, मैले आफूलाई आफूलाई गर्दाखेरि चाहिँ यसमा चाहिँ अब सबै यो अनुभूति रहेको छ। र जाने गर्दा अलिकति दुःख मतलब पीडाको पनि अनुभूति भएको छ। जान मन त छैन, नभएर के गर्ने, जानुपर्ने बाध्यता पनि छ। हो 15 महिना छ, 15 महिना त छ त, तर यहाँबाट हामीले गर्नुपर्ने मुख्य कामहरू यो मेयरको हैसियतबाट गर्नुपर्ने कुराहरू धेरै चिजहरू अगाडि बढ्यो। अब यही हैसियतमा 15 महिना यहाँ बसेर गर्ने भन्दा योभन्दा माथिल्लो तहमा गरेर यो ठाउँको लागि योगदान पुर्याउने कुरा अझ महत्त्वपूर्ण हुन्छ भन्ने ठानेर होइन नीति निर्माणका कुराहरू अब केन्द्र सरकारबाट यो ठाउँको समग्र विकास, किनकि हामीले भन्ने गरेका छौँ एउटा सेन्ट्रल सिटीको रूपमा यसलाई विकास गर्ने, देशकै एउटा सेन्ट्रल सिटीको रूपमा विकास गर्ने, यो ठाउँलाई चितवन जिल्लालाई आर्थिक विकासको केन्द्रको रूपमा विकास गर्ने, व्यापारिक केन्द्रको रूपमा विकास गर्ने भोलिको सम्भावना एकदमै छ। वैकल्पिक राजधानीका कुराहरू छन्। वैकल्पिक राजधानी कहाँ त भन्दा यही हो, चितवन देशको मध्यभाग, विकास पूर्वाधारले पनि सुविधा सम्पन्न भएको छ, सबै चिजहरू व्यवस्थित भएको छ, सारा चिजहरू छ। त्यसले गर्दाखेरि यी चिजहरू सबै हुँदाखेरि त्यो सम्भावना पनि छ। त्यसकारण एउटा इमान्दार जनप्रतिनिधिको खाँचो छ यो ठाउँका लागि होइन। जनप्रतिनिधि काठाबाट होइन अलिकति जान्नेलाई छान्ने भन्ने कुराहरू पनि छन्। जान्नेलाई छान्ने भन्दा पनि गर्नेलाई छान्नु पऱ्यो कि, गर्नेलाई छान्नु पऱ्यो नि त। अनि जसले गर्न सक्छ त्यो चिजमा चाहिँ भरतपुरवासी र यहाँका मतदाताहरूले अलिकति हिक्का राख्नुपर्छ भन्ने लाग्छ। त्यो हिसाबले मैले अनुभूतिको कुरा मैले यति राखेँ। अरू गर्न नसकेको काम के भन्नुभयो, गर्न नसकेको कामहरू छन्, गर्न नसकेका मैले अघि भने यी त अब निर्माणमा छन्। रङ्गशाला, एयरपोर्ट विस्तारको कुराहरू होइन एउटा प्रक्रियामा छन्। यसलाई झन् अझ माथिल्लो तहमा गएर यसको चाहिँ फलोअप गर्ने कुरा, खबरदारी गर्ने कुरा, लागि पर्ने कुरामा यसलाई सम्पन्न गर्ने कुरामा झन् बढी योगदान हुन्छ। रङ्गशाला हामीले फर्स्ट फेज भनेर सुरु गरेँ 15,000 सिट क्षमताको, त्यो त बजेट सुनिश्चित भएर काम भएर ठेक्का भएर काम भएको छ। अब फेरि 15,000 सिट क्षमताको थप्नु पर्नेछ सेकेन्ड फेजका लागि। त्यो काम पनि यहाँ बसेर भन्दा केन्द्रमा गएर चाहिँ त्यसको लागि अझ सजिलो हुन्छ। र अरू कामहरू नारायण तर्पण हामी गऱ्यौँ, राति तर्पण गर्नुपर्नेछ। जसरी नारायण तर्पणको लागि यो पनि महानगरपालिकाको सचेत पहल गर्नुबाट भएको बजेट केन्द्रकै हो। यो कसले पहल गर्नु, यो त अरू कसैले त होइन नि त। हामीले नै यसको गृह योजना बनाउनेदेखि लिएर होइन यसको तागेता बजेट फाइल बोक्ने समन्वयका सारा चिजहरू को गरेर कसैले गरेका छैन। एकदम इमान्दार भएर छातीमा हात राखेर भन्नुपर्छ। अरू कोही हुनुपर्छ भन्ने चाहना राख्ने त हुनुहुन्छ होला अझै पनि, तर यसको लागि मेटेर लागि पर्ने भनेको हामी भरतपुर महानगरपालिका नै हो। त्यसले गर्दाखेरि यी चिजहरू छन्, यी भोलि गर्नुपर्ने कामहरू छन्। र अब गर्नुपर्ने कामहरू के भन्दाखेरि गर्न नसकेका काम के भन्दाखेरि चाहिँ अब गर्नुपर्ने काम त धेरै छन्। केन्द्रीय लेभलबाट गर्नुपर्ने छ, स्थानीय लेभल भन्दा पनि केन्द्रबाट गर्नुपर्ने काम धेरै छन्। अब हामीले यहाँ हुँदाखेरि नगर प्रमुखको हैसियतबाट हुँदाखेरि गर्न खोज्दै पनि गर्न नसकेको काम के भन्दा 2-3टा विषयहरू छन्। हामीले भरतपुर महानगरपालिकाको 2को फोहोर व्यवस्थापनको काम गर्न खोज्दै पनि धेरै प्रयत्न गरेको। महानगरपालिकाले यसलाई उच्च प्राथमिकतामा राखेकै हो होइन। मेरो पहिलो कार्यकालमा कोरियन सरकारको अनुदानबाट भनियो, सबै सम्झौता भयो, त्रिपक्षीय सम्झौता भयो, कोरियन सरकार, नेपाल सरकार, महानगरपालिका, हामी चाहिँ
चाहिँ काठमाडौँको एउटा होटलमा त्यहाँ हामीले सम्झौता त्रिपक्षीय सम्झौता गरेका हौँ। सबै चिजहरू प्रक्रिया, त्यसको डिपिआर, सबै बजेट चाहिँ कोरियन सरकारले अनुदान दिने त्यो सबै चिजहरू लगभग कति भन्दाखेरि 1,40 करोड अनुदान दिने कोरियन सरकारको तर्फबाट निर्णय पनि भएको। हामी कोरियन सरकारको प्रतिनिधि र हामीहरू जुम मिटिङ त्यसरी पनि बसेर पटक भएको। तर जब कोभिड भएपछि त्यो चिजबाट उहाँहरू पछाडि हट्नुभयो, त्यो चिज त्यतिकै ब्रेक भयो। अब त्यो समय मात्रै बर्बाद भयो। त्यसपछि फेरि हामीले पहल गऱ्यौँ, अब महानगरपालिका आफै गर्ने, निजी क्षेत्रलाई आह्वान गर्ने सूचना जारी गऱ्यौँ। सूचना जारी गरेर सबै चिजहरू ठिक भयो। जब अब हामी प्रक्रियामा अगाडि बढ्दाखेरि ठ्याक्क त्यो के भयो भने जग्गाको विवाद आयो। जग्गाको के विवाद आयो? वन मन्त्रालय, वन विभागले त्यो जग्गालाई स्वीकारेन। किन स्वीकारेन भने तात्कालीन अवस्थामा, हामी हुँदा होइन, तात्कालीन पहिला अगाडि नै त्यो अहिले आबटारीको के भन्नु जलदेवी सामुदायिक वनमा रहेको झन्डै 16 बिघा जमिन हिजोको दिनमा सट्टा भर्ना भनेर मारीमा महानगरपालिकाले खरिद गरेको जग्गा, सट्टा भर्ना भनेर गरिएको जग्गा, वन विभागले मारीको जग्गा स्वीकारेन। हामी प्रोसेसमा अगाडि बढ्दाखेरि त्यो स्वीकारेन। किन स्वीकारेन भन्दाखेरि त्यति बेला सम्झौतामा के थियो भने यो जङ्गलसँग वन क्षेत्रसँग जोडिएको हुनुपर्ने जग्गा भनेर चाहिँ वन क्षेत्रसँग जोडिएको रहेछ। केही पनि छैन, बगरमा किनिएको थियो जो जग्गा। वन मन्त्रालय र वन विभागले त्यो नस्वीकारेपछि हामी त्योबाट पनि पछाडि हट्नुपर्ने अवस्था आयो। त्योबाट पनि पछाडि हटेर फेरि पनि हामी थाकेनौँ, फेरि पनि हामी निरन्तर अगाडि बढ्यौँ। पछि हामी के गर्यौँ भने ल त्यो जग्गा नस्वीकारे पनि महानगरको त यो दिगो फोहोर व्यवस्थापन यो अत्यावश्यक काम भित्रको एउटा मुख्य काम हो, त्यस कारणले यसमा कसरी जाने त भन्ने कुरा हामीले विज्ञहरूसँग परामर्श गरेर गर्दाखेरि अब त्यो जग्गा कुनै हालतमा नस्वीकार्ने भएपछि त अब अर्को नयाँ प्रोसेसबाट जानु पर्यो भनेपछि हामीले त्यो जग्गा बराबरको बजेट वन मन्त्रालयमा विभागमा त्यो बजेट दिने भन्ने सम्झौता भयो वन विभागसँग हाम्रो। भइसके पछाडि त्यो 5 करोड बजेट हामीले वन विभागको खातामा पनि हाल्यौँ महानगरपालिकाले। गत वर्ष 5 करोड बजेट हामीले महानगरपालिकाको बजेट वन विभागमा फोहोर व्यवस्थापनको लागि भनेर त्यो जग्गा सट्टा भर्ना भनेर कि त खरिद गरेर दिनुपर्ने, कि त त्यो पैसा दिएर त्यति बराबरको पैसा विभागलाई दिएपछि उहाँहरूले नै खरिद गर्ने गरी त्यो सम्झौता थियो। र हामीले अब त्यसरी भन्दा ल तपाईँहरूलाई नै पैसा दिन्छौँ, तपाईँहरू गर्नुहोस् भनेर 5 करोड बजेट उहाँलाई दिइसकेको अवस्था हो। त्यसको लागि डिपिआर बनेको अवस्था हो। त्यसको लागि आइएको काम पनि सम्पन्न भइसकेको छ। भोलि पनि हाम्रो एउटा एजेन्डामा छ, त्यो एजेन्डा छ, त्यसलाई स्वीकृत गर्ने एजेन्डा छ। त्यसले गर्दाखेरि हामी लाग्दा पनि नसकेको फोहोर व्यवस्थापनमा हो। हामीले अस्थायी ढङ्गले पनि राम्ररी व्यवस्थापन त गरेका छौँ। बजारमा बाटाघाटामा फोहोरहरू त्यस्तो छैन, सरल फोहोर चाहिँ छैन, त्यसलाई व्यवस्थापन अस्थायी हिसाबले पनि गरेका छौँ। तर दिगो ढङ्गले गर्ने कुरा पनि सँगसँगै अगाडि बढेको छ। त्यो चाहिँ आफ्नो कार्यकालभित्रै सायद 1 वर्ष यो 15 महिना कार्यकालसम्म रहेको भए त्यो पनि हामी एउटा प्रोसेसमा अगाडि बढिसकेको हुन्थ्यो होला। अब म जानुपर्ने अवस्था भयो भने पनि कार्यवाहक मेयरको हिसाबले नगर उपप्रमुखजीलाई म फेरि पनि यही अब पत्रकार भेटघाटको क्रममा भन्छु, उहाँले यो काममा अगाडि बढाउनुहुन्छ। मैले पनि अब यदि यहाँ जनताले विश्वास गर्नुभयो, आफ्नो मत दिनुभयो र काम गर्ने अब फेरि अवसर माथिल्लो तहमा जाने अवसर भयो भने माथिबाट पनि मैले पहल गर्ने कुरा, यहाँ स्थानीय स्तरबाट उपप्रमुखजीले पहल गर्ने कुरा हामी सहकार्य गरेर त्यो चिजलाई पनि हामी अगाडि बढाउनेछौँ भन्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र गर्न नसकेको कामको सन्दर्भमा मैले यो चाहिँ भने अर्को यो एयरपोर्टको चाहिँ अहिले विस्तारको योजना मन्त्री परिषदबाट निर्णय भयो, सारा चिज भयो, कति त्यहाँ हामीले समन्वय गऱ्यौँ भन्ने कुरा तपाईँहरू सबैलाई जग्जाएर छ। म त्यो त्यतातिर पनि जान चाहन्न। सबै चिज भएर टुङ्गेर अगाडि बढेको। अब यही आन्दोलन पछिको सरकारले यो चिजलाई ओनरसिप लिएर अगाडि बढ्ने कुरा, किनकि यो त चुनावको लागि मात्रै बनेको सरकार, चुनावको लागि मात्रै बनेकोले गर्दा यस्ता खालका अलिक जटिल प्रकृतिका योजनाहरू कामहरूमा उहाँहरूले अलिकति त्यसमा चाहिँ अब यो हाम्रो म्यान्डेट होइन भन्ने कुराहरू भएको कारणले गर्दाखेरि त्यो पनि रोकिएको छ। यो चिज पनि अब भोलिको दिनमा केन्द्रीय लेभलबाट गर्नुपर्ने काम हो। त्यो चिजलाई पनि हामी अगाडि बढाउने कुराहरू छ। अर्को महानगरपालिकाको यो मल्टी कम्प्लेक्स बिल्डिङ भन्ने छ क्या तलपट्टि लाइन्सकोमा, हामीले 3-4 चोटि ठेक्का गऱ्यौँ। अब एउटा त ठेक्का सम्झौताबाट शिलान्यास भएर पनि उहाँहरू पनि कोभिडलाई देखाएर बजेटको आर्थिक अभावको मन्दीको कुराहरू उठाएर त्यो काम अगाडि बढाइदिनु भएन, अनि हामीले ठेक्का क्यान्सल गर्नु पऱ्यो धरोटी जफत गरेर। फेरि हामीले दोस्रो ठेक्का खोल्यौँ, फेरि आउने, अनि त्यसपछि फेरि उहाँहरू पनि काममा अगाडि नबढ्ने, फेरि तेस्रो ठेक्का, फेरि चौथो ठेक्का, अहिले चौथो ठेक्का भइरहेको छ। महानगरपालिकाले चौथो ठेक्का गरेको छ त्यहाँको लागि। अब त्यसको लागि इच्छुक कम्पनीहरू आउनुभएको छ, त्यो पनि एउटा प्रक्रियामा छ। त्यसलाई अब निरन्तर प्रक्रियाहरू गरेर त्यो टुङ्गिनेछ। यही कामहरू मात्रै अधुरा छन्, अरू कामहरू सम्पन्न भएका छन्। अर्को अब विकास पूर्वाधारले त भयो। अब यहाँको चाहिँ रोजगारी सिर्जनाको कामहरू, युवाहरूलाई रोजगारी कसरी रोजगार बनाउने, उहाँहरूलाई कसरी स्वावलम्बी बनाउने, कसरी स्वरोजगारमा उहाँहरूलाई गर्ने भन्ने कुरा अबको चुनौतीको विषय भनेको। अब गर्नुपर्ने काम भनेको यो चाहिँ रोजगारीको अवसर सिर्जना गर्नेतर्फ। किन हुन त महानगरपालिकाले गत वर्ष मात्रै हामीले 10,000 भन्दा बढीलाई चाहिँ युवाहरूलाई सिपमूलक तालिमहरू दियौँ, विभिन्न खाले थरीका तालिमहरू त्यो दिएकै छौँ। रोजगारी सिर्जना
विदेश जाँदा स्वदेशमा हुँदा उहाँलाई अवसर त छ, तर पनि महानगरपालिका आफैले एउटा रोजगारीका अवसरहरू सिर्जना गर्ने कुरामा अबको दिनमा भोलिको दिनमा त्यो कामहरू गर्नुपर्ने चाहिँ आवश्यकता मैले ठानेको छु। र अर्को यो बुवाको लिगेसीको नेता कसरी गर्नुहुन्छ भन्नुभयो। अब यो बुवाको लिगेसी बुवा हुन त मलाई यो ठुलो चार्ज पहिला पनि थियो, 74 पर्सनको छोरीको हैसियतले आयो। यो सानो यो पछि केटीले के गरेर यहाँ छोरी पठायो भनेर मलाई धेरै नै कम आग्यो। त्यो कम आगेको कारणले गर्दाखेरि पनि मलाई एक खालको मलाई कम आँकेकै हो त, ल म कामले गरेर देखाइदिन्छु भन्ने मलाई त्यो खालको प्रतिशत भन्ने कि के भन्छ त्यसलाई, त्यो हुडोठी त्यो जागेको त्यसले पनि होला भन्ने लाग्छ कि गर्छु नि त, म गरेर देखाउँछु। म नेताको छोरी मात्र त कहाँ हो त, म हिजो पनि यसरी योगदान गरेको मान्छे हो। देशका लागि, परिवर्तनका लागि, व्यवस्थाका लागि, जनताको अधिकारका लागि हिँडेको सबै चिज आफ्नो व्यक्तिगत हिसाब त्यागेर अहिले पनि यो अब बेकार नबुझेर म देखाइदिन्छु भन्ने पनि मलाई त्यो जाग्यो होला सायद। त्यस कारणले पनि यी चिजहरू भएका छन्। त्यसले गर्दा हिजो पनि त्यो आरोप थियो मलाई, अहिले पनि त्यो आरोप छ। नेताको छोरी भएर आयस आराम गरेर मस्ती गरेर बाले राजनीति गर्ने छोरीले चाहिँ आरामको जिन्दगी जिएर होइन, अब नेपो बेबी भन्ने थियो नि त ट्रेन, त्यही नेपो बेबी नै बन्न पर्ने हो कि के हो। नेपो बेबी भयो भनेर खबरदारी पनि गर्ने, नेपो बेबी नभएर जनताको सेवक भएर एउटा सच्चा सेवक भएर प्रतिनिधि भएर सेवा गर्दाखेरि पनि अब यो पनि हुनुहुन्न भनेर नेताको छोरी भन्दाखेरि नेताका छोराछोरीले गर्ने के हो फेरि होइन, यो कुरा पनि त छ नि त। त्यस कारणले गर्दाखेरि मैले त आफूलाई जनताको सेवाको रूपमा रुचाउँछु, एकदमै भूमि मान्छेको नेता बन्न म रुचाउँछु होइन। त्यस कारणले गर्दाखेरि मलाई त्यस्तो जाम यो आराम सुविधा मनोरञ्जन योतिर मलाई ध्यान पनि छैन। तपाईँले हेर्नुभयो होला महानगरपालिकामा यत्रो 9 वर्षसम्म मेरो हुँदाखेरि म विदेश भरमा त कति आउँथेँ म सकेसम्म नजाने, जानै पर्ने खण्डमा मात्र जाने होइन। कहिले कर्मचारी पठाउने, कहिले अब वडा अध्यक्षहरू पठाउने, कहिले उपप्रमुख जिल्ला पठाउने, कहिले जानु पऱ्यो भने मात्र आफू पनि जाने, यस्तो मात्रै हो। त्यतातिर पनि ध्यान गएन। त्यसकारण सेवा गर्ने, सेवा नै धर्म हो भन्ने हिसाबले लाग्यो। त्यसकारण यो लिगेसीको कुराको सन्दर्भमा अब त्यसो नेताको छोरी भएर होइन अब त्यो हुनुपर्छ भन्ने पनि होइन, कामको आधारमा कर्मको आधारमा जनताको विश्वास, जनताले गरेको विश्वासको आधारमा अगाडि बढ्ने हो। मैले यो ठान्छु, मैले यसमा विश्वास गर्छु। त्यस कारण मैले यसमा यति नै भने। अब प्रतिनिधि सभामा गएर के गर्ने भन्ने कुराहरू राख्नुभएको छ। अब मैले अघि पनि भनिसकेँ, प्रतिनिधि सभामा गएर यो ठाउँको लागि नीतिगत केही धेरै विषयहरू छन्। किनकि यो ठाउँ भनेको चितवन जिल्ला भनेको वन जङ्गल नदी नाला ताल तराईले घेरेको प्राकृतिक सम्पदाले भरिपूर्ण छ। यी प्राकृतिक सम्पदालाई हामीले सदुपयोग गर्न सक्नु पर्यो। अनि यो हाम्रो लागि वरदान हो। यसलाई सही ढङ्गले उपयोग गर्न जानेन भने यो अभिशाप पनि हो। र यसका कारणले, यसका नीतिका कारणले गर्दाखेरि पनि हामीलाई विकास निर्माणमा पनि जनताका लागि पनि धेरै यो कतिपय अप्ठ्यारो र असहज विषय पनि परेका छन्। विकास निर्माणमा पनि झमेलाहरू छन्। त्यसले गर्दाखेरि त्यस्ता नीतिगत कुराहरू हामीले अब सच्याउनु पर्ने, सुधार्नु पर्ने, संशोधन गर्नुपर्ने कुराहरू छन्। अब तपाईँले अघि मारीको कुराहरू गर्नु, मारी जाने बाटोको विषयमा अब त्यो वन ऐन जो छ, निकुञ्ज ऐन, ती चिजहरूलाई संशोधन नगरिकन त्यहाँ अब हामीले चाहेर पनि गर्न सक्ने अवस्था छैन। त्यही सन्दर्भमा हामीले कोसिस विगतमा म महानगरपालिका मेयर हुँदै गर्दा पनि मारी हिजो बुवा पनि चुनाव लड्नुभएको, मारीको लागि गर्नुपर्छ पनि ठानेर पटक मन्त्रालयको टिम, मन्त्रालयका अब चाहिँ कर्मचारीहरू, सचिवहरू, अब विभागका होइन डिजीहरू, सडक विभागका सबैलाई ल्याएर पटक यहाँ हामीले सर्वेहरू गर्ने, त्यस्ता विकल्पको बारेमा खोजी गर्ने होइन। अब ढोकाबाट यता